हेलो नानी बाबाहरू, आज फेरि म तिमीहरूलाई कोर्डिनेट ज्योमेट्रीको एंगल बिट्विन टू स्ट्रेट लाइनमा क्वेसन नम्बर 5 यानी कि सर्ट क्वेसन म लिएर आएको छु। अब यो क्वेसनलाई कसरी बनाउने भन्ने कुरा राम्ररी बुझ्नु है त। ल, फाइन्ड द स्लोप अफ द लाइन व्हिच इज प्यारलल। हामीले जोड कसमा दिने? प्यारलल। प्यारलल हुने कन्डिसन हाम्रो के हो? m1 = m2। यसभन्दा अगाडिको भिडियोमा मैले पढाइसकेको छु। Parallel to the line joining the points 4, 5 and 6, 9। अब हामी पहिले के गर्छौं? यो दुईटा पोइन्टको स्लोप निकाल्ने हो के न? ल, अब यसलाई लेख्ने कसरी? Here slope of the points 4, 5 and 6, 9, m1 = y2 minus y1 upon x2 minus x1। अब हेर, x1 y1, x2 y2, y2 minus y1 9 minus 5 upon 6 minus 4, 9 minus 5 4, 6 minus 4 2, 2 2 जा 4। अब m1 को भ्यालु कति आयो? 2। अब हेर, प्यारलल भन्दै छ भने कंडीशन अफ प्यारलल m1 = m2 पनि कति हुने भयो? 2 हुने भयो हैन? अब दुईटै स्लोपहरु बराबर हुन्छ प्यारललमा। अब फाइन्ड द स्लोप, therefore required slope is 2। यसरी यसलाई बनाउने। यो क्वेशन हाम्रो सी को 2079 मा सोधेको क्वेशन है यो, बुझ्यौ? अब यस्तो क्वेशन हाम्रो 2 मार्क्स सोध्छ। अब हामीले बनाउँदाखेरि पहिले दुईटा पोइन्ट दिएको छ, दुईटा पोइन्टको के गर्ने? हामीले स्लोप निकाल्ने। m1 = y2 minus y1 upon x2 minus x1 गर्ने। अब यो x1 y1 भयो, यो x2 y2 भयो, y2 minus y1 गर्ने, x2 minus x1 गर्दा 9 minus 5 6 minus 4, 9 बाट 5 minus गर्दा 4, 6 बाट 4 minus गर्दा 2, 2 2 जा 4। अब m1 आएपछि कन्डिसन अफ प्यारलल m1 = m2 = 2। अब हामीलाई के निकाल्नु भने थियो? स्लोप। अनि हामीले रिक्वायर्ड स्लोप इज 2। यसरी यसलाई बनाउने। यो क्वेशन हाम्रो जहिले पनि केमा सोध्छ? सर्ट क्वेशनमा। यो चाहिँ क्वेशन 2 मार्क्स को है त। अब यस्ता क्वेशनहरु देख्यो भने हामीले के गर्नु? यस्तै टाइपले बनाउनु है त। ल, अब यसलाई राम्ररी पढ्नु। मेरो YouTube च्यानललाई सब्स्क्राइब पनि गरिदिनु है त। ल, थ्यांक यू।